शेर मल्ल एनपीएल सीजन 2 को हाईएस्ट विकेट टेकर। What a delivery! डोमेस्टिक क्रिकेटबाट सिधै वर्ल्ड कप स्क्वाडसम्म। यो कुनै लकको स्टोरी होइन, यो प्योर पर्फर्मेन्सको रिवार्ड हो। आज हामी कुरा गर्दैछौँ शेर मल्लको, जो हाइपले होइन स्कोरबोर्डले नेसनल टिममा पुगेको नाम हो। शेर मल्लको जर्नी क्वाइट थियो। सोसल मिडियामा स्पटलाइट, भाइरल क्लिप्स, हेडलाइन, डिबेट्स यी सबैभन्दा टाढा बसेर उनले आफ्नो काम गरिरहे। डोमेस्टिक क्रिकेटमा लगातार मेहनत र प्रेसर ह्यान्डल गर्ने क्षमता र विकेट लिन सक्ने हङ्गर, यही कारण उनले सेलेक्टरको ध्यान खिच्न सफल भए। क्रिकेटमा एउटा रुल हुन्छ, स्कोरबोर्ड कहिले झुट बोल्दैन। एनपीएल सिजन 2 शेर मल्लको करियरको टर्निङ पोइन्ट बन्यो। उनले 9 म्याच खेल्दै 10 इनिङ्समा 17 विकेट्स लिए। उनको बोलिङ एभरेज 13.76 रहेको थियो र उनको इकोनोमिक रेट 6.50 को आसपास रह्यो। हाइएस्ट विकेट टेकर बने। तर यहाँ नम्बर्स भन्दा इम्पोर्टेन्ट कुरा के हो भने यी विकेट्सहरू प्रेसर सिचुएसनमा आएका थिए र गेमको फ्लो चेन्ज गर्ने मोमेन्टमा आएका थिए। सेलेक्टरले शेर मल्ललाई सेलेक्ट गर्दा केवल विकेट हेरेका थिएनन्, उनीहरूले देखेका थिए विकेट लिने चाहना, इन्टेन्ट, मिडल ओभर्समा कन्ट्रोल, बिग हिटर्स विरुद्ध डर नमान्ने एटिट्युड र फ्युचरको पोटेन्सियल। शेर मल्ल रन बचाउने मात्र बोलर होइनन् र उनी पार्टनरसिप तोड्न सक्ने क्षमताका बोलर पनि हुन्। पावर प्ले सकिएपछि जब गेम सेटल हुँदै जान्छ त्यही बेला शेर मल्ल जस्तो बोलरको भ्यालु बढ्छ। अब आउँछ सबैभन्दा ठुलो च्यालेन्ज, फर्स्ट वर्ल्ड कप फर शेर मल्ल। वर्ल्ड कप क्रिकेट फरक हुन्छ। क्राउड प्रेसर, ग्लोबल क्यामराज, वर्ल्ड क्लास ब्याट्सम्यान, सबै कुरा बोलरको पेसेन्ट टेस्ट गर्न तयार हुन्छ। शेर मल्लको लागि पोजिटिभ साइड के हो भने उनले गुमाउन केही छैन। अपोनेन्टले उनलाई फुल्ली डिकोड गरेको छैनन् र हङ्गर टु पर्फर्म हाइएस्ट लेभलमा छ। तर नेगेटिभ साइड पनि त्यत्तिकै छ। फर्स्ट म्याचमा नर्भस, 1-2 ब्याड ओभर्स र कन्फिडेन्स टेस्ट भने पक्कै हुनेछ। वर्ल्ड कपमा शेर मल्लबाट हाई पर्फर्मेन्स एक्सपेक्ट गर्नु गलत हुन्छ। उनी मिडल ओभरमा स्ट्राइक गर्ने बोलर हुन्। उनीबाट रियलिस्टिकली चाहिएको कुरा भनेको 5 देखि 8 ओभर्समा बोलिङ, रन फ्लो रोक्नु र 1-2 क्रुसल विकेट लिनु हो। यदि उनले इकोनोमी 5.5 देखि 6.5 भित्र राख्न सके भने, हरेक म्याचमा एक विकेट निकाल्न सके भने त्यो नै सक्सेसफुल वर्ल्ड कप पर्फर्मेन्स मानिन सक्छ। धेरैले शेर मल्ललाई नेक्स्ट सन्दीपसँग कम्पेयर गर्न खोज्छन्, तर रियालिटी फरक छ। शेर मल्ल फरक बोलर हो, फरक रोल छ र फरक जर्नी छ। उनको भ्यालु पेस, मास्टरी वा हाइपमा होइन, रियल टाइममा, राइट विकेट लिन सक्ने क्षमतामा छ। क्रिकेटमा कहिलेकाहीँ एक विकेटले पुरा म्याचको डाइरेक्सन चेन्ज गर्न सक्छ र शेर मल्ल त्यही पर्पजका लागि स्क्वाडमा राखिएको हो। यदि शेर मल्लले वर्ल्ड कपमा 2-3 म्याचमा इम्प्याक्ट दिन सफल भयो भने, प्रेसर ह्यान्डल गर्न सके भने र डिसिप्लिनमा बोलिङ गरिरहे भने उनी नेपालको रेगुलर सेटअपमा आफ्नो स्थान मजबुत बनाउन सक्नेछन्। यो सिलेक्सनले डोमेस्टिक क्रिकेट खेल्ने सयौं प्लेयर्सलाई एउटा म्यासेज दिएको छ। एनपीएलमा पर्फर्मेन्स गर्न सक्ने नेसनल टिममा चान्स पक्का हुनेछ। अन्त्यमा शेर मल्ल हाइपले सेलेक्ट भएको प्लेयर होइनन्, उनी 17 विकेट्सले सेलेक्ट भएको बोलर हुन्। वर्ल्ड कपमा उनको पर्फर्मेन्स कस्तो हुन्छ के होला त्यो आफ्नो ठाउँको कुरा हो। नेपाललाई साइलेन्ट एडभान्टेज दिन सक्ने नाम शेर मल्ल हो, किनभने क्रिकेटमा फर्म टेम्पोररी हुन सक्छ तर इम्प्याक्ट सधैँ याद रहन्छ। शेर मल्लको वर्ल्ड कप जर्नी अब मात्र सुरु भएको छ। तपाईँलाई के लाग्छ, वर्ल्ड कपमा शेर मल्लको बोलिङ पर्फर्मेन्स कस्तो रहला? कमेन्टमा लेख्नुहोस्। यदि यो भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब, लाइक गर्न नबिर्सिनुहोला।